सबैलाई नमस्ते अनि नमस्ते भन्न चाहन्छु। अनि अब आज चाहिँ म के को विषयमा तपाईँ भन्दैछु भन्दा आज हाम्रो यो दीप जलाउने अनि हाम्रो बत्ती जलाउने दुवै कुरामा भन्छ होइन। यो दीप र बत्ती भन्दा हुनु चाहिँ एउटै हो। तर अब यो बत्ती चाहिँ हामीले धेरै जलाउँछौँ किनभने बत्ती चाहिँ अब यसको बारेमा केही म विशेष राखौँ भन्ने सोचिरहेको छु। किनभने आजकलको मान्छे धेरै जस्ताले अनि जहाँ तीर्थ जाँदा त्यो सबैले अनि के गर्छ भने बत्ती चलाउने चाहिँ एकदम त्यो के रहर गर्छ। जहाँ गयो भने अब तीर्थतिर अनि करे बत्ती बौद्धतिर गयो भने बत्ती चलाउने, उता जहाँ भने अब बौद्ध भयो, शम्भु भयो अनि नमो बुद्ध भयो। तर अनि अब जहाँसुकै अब तपाईँ तीर्थ जानुहुन्छ त्यहाँतिर तपाईँले सबैले के अरे बत्ती बाल्ने अब त्यो चाहिँ अब के भएछ भने अब पहिलादेखि आएको रीतिरिवाज जस्तै भएको जस्तो एउटा देखिन्छ। त्यस कारणले अब यो बत्ती चाहिँ अब कसैले भन्छ यो बत्ती चाहिँ किन बाल्यो भने अब धेरैले सोद्धाखेरि खोइ अब पहिला हाम्रो के अरे रीतिरिवाज जस्तो हो। पहिलाको अब के अरे बुढो बाजेहरू बाल्छ, त्यस कारण हामीले अब यो बाल्नुहुन्छ। यो बत्ती बाल्यो भने के हुन्छ भने हामीलाई अब अँध्यारोबाट चाहिँ के हुन्छ, अँध्यारोबाट चाहिँ के अरे उज्यालो हुने त्यो एउटा कारण त्यो हो। त्यति मात्र उहाँले भन्नुभएको छ। त्यस कारणले अब यो बत्ती बाल्यो यिनीहरूको अब कारणहरू अलिक थाहा भयो भने मेरो विचारमा अलिकति अब राम्रो तपाईँहरू सबैलाई अलिकति अब यो अलिकति मद्दत त्यस्तो गर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले यो बत्ती चाहिँ बनाएर अब कस्तो रहेछ भनेपछि अब पहिला अब एउटा अलिकति अब छोटकारीमा तपाईँहरूलाई के अरे छोटकारीमा तपाईँले एउटा अब कथा त्यस्तो भन्यो भने बत्ती चाहिँ अब कसरी भएछ भनेपछि पहिला अब अहिलेको हाम्रो के को अब स्थिति हो भनेपछि अहिले बौद्ध अनि गुरु शाक्य मुनिको अहिलेको समय चाहिँ शाक्य मुनि सक्यो। यो भन्ने योभन्दा अगाडि पूर्व भूतकालको त्योखेरि हाम्रो बुद्ध अनि के भयो त्यो बुद्ध चाहिँ के हो भनेपछि त्यो बुद्धको नाम चाहिँ दिवेन्द्र कारा भन्छ। अन्त बोर्डबाट सम्पूर्ण भाषामा हाम्रो मर्मेजे भन्ने भन्छ। उहाँको दिवेन्द्र बुद्ध उहाँको बेला उहाँको जिउहरू सबै के देख्दछ एकदम के अरे अब शरीर सबै अनि उहाँको के अरे सबै प्रकाशले ढाकेको जस्तै किरणले प्रकाश ढाके जस्तै अनि किरण त्यस्तै अब ढाकेको जस्तै एकदम के अरे एकदम के मधुरो देख्दाखेरि पनि एकदम के अरे अर्कै खालको र फेरि हामी अरू मनुष्य र यो नमिल्ने खालको देखिने एउटा उहाँको अन्य शरीर रहेछ। किनभने उहाँको शरीर पनि त्यस्तै हुने, वचन पनि त्यस्तै अब मधुरो देख्नुपर्ने, उहाँको अनि शरीरमा चित्त पनि त्यस्तै खालको देख्ने, अर्कै खालको देख्ने रहेछ। त्यस कारणले अब यस्तो देख्दो रहेछ किरण जस्तै अब देखिरहेको हुँदो रहेछ। त्यो दिनमा चाहिँ एक दिन अनि हाम्रो त्योखेरि एउटा राजा उहाँको बेला एउटा राजा हुँदो रहेछ। राजाको नाम चाहिँ के भन्छ ग्याल्बो साल्देन भन्ने रहेछ। उहाँले एक दिन सोध्नु भएको रहेछ तपाईँको जिउ चाहिँ के हो, तपाईँको शरीर चाहिँ के हो, यति तपाईँको जिउ चाहिँ प्रकाश मात्र देख्दो रहेछ मैले, जहिले पनि किरण जस्तै मात्र देखिरहेछ, किरण घेरेको जस्तो देख्दो रहेछ, यो चाहिँ के हो भने उहाँले एक दिन भयो सोध्नुभयो। त्यस कारण उहाँले भनेछ मैले यो किरण जस्तो देख्नुको कारण अनि प्रकाश देख्ने कारण चाहिँ के हो भनेपछि मैले यो पहिला जुनीमा मैले अब के अरे हजारौँ देवतालाई सबैले मैले के अरे बत्ती चढाएको, मेरो बत्ती पनि कहाँ बालेछ भने के अरे अनि के अरे हाम्रो हातबाट बत्ती बालेको, दुवै दायाँ बायाँ अनि जिउमा पनि बत्ती बालेको, त्यहाँदेखि के अरे जिउ बत्ती चढाएको, हातमाबाट बत्ती चढाएको, त्यस्तै अब धेरै चढाउने। त्यसको कारणले त्यसको फलको अमूल्य अहिले मेरो शरीरमा चाहिँ के भन्छ त प्रकाश छ अनि के प्रकाश भयो अनि त्यो माथि के अरे मेरो अनि के प्रकाश भएको किरणहरू त घेरेको देखेको अनि शरीर सबै प्रकाश देख्ने कारण वचन पनि प्रकाशको कारण देख्ने कारण चित्त पनि प्रकाश यस्तो कारण देख्ने कारणले त्यस कारणले अनि मेरो जिउ चाहिँ यस्तो भएको हो भनेर त्यसको जिउ भएको कारण चाहिँ यस्तो हो भने उहाँले अनि के अरे अब दिव्यकर बुद्धले
उहाँले यस्तो अनि के अरे राजा सालदेनलाई यसरी उहाँले जवाबहरू दिनुभएको रहेछ। त्यस कारणले त्यहाँबाट चाहिँ अनि के अरे अलि हाम्रो बत्ती बाल्ने अनि छुमे बाल्ने भनेर सबै चाहिँ बत्ती बाल्ने दीप बाल्ने चाहिँ त्यहाँबाट हामी के अरे रीतिरिवाज भन्नाले त्यहाँबाट चाहिँ यस्तै फैलेर अहिलेको कारण चाहिँ यसरी आइरहेछ। त्यस कारणले अब हामीले यो बत्तीहरू बाल्यो भने एकदम के भन्छ बत्ती बालेर हाम्रो मनको पनि अब के अरे मनको अँधेरा सबै के अरे यो सुकार्छ। त्यस कारण मन अँधेरा सुकार्छ। हामीलाई कहिले पनि अब के अरे अनि के अरे अब कसैले अब के अरे हामी एकदम त अब जे यताउता जाँदाखेरि पनि बाटोमा जहिले पनि नछेक्ने बाटोमा अँधेरा छ भने त्यसले पनि हामीले यो सुधार्छ। त्यसैले हामीले एकदम ठुलो छ। त्यस कारणले एउटा फेरि हामीले फेरि अब यस्तो मन्दिरो ठाउँमा त्यो पनि अब सुधार्ने यो त सही कुरा हो। त्यो माथि अब जस्तै पनि अब के अरे वचन पनि सुधार्ने पनि यो एउटा फेरि त्यो कर्म यो पुण्यहरू गर्ने। त्यस कारणले अब जति नै अब 6 लोक हुनुहुन्छ 6 लोक सबैलाई यो 6 लोक सबै प्राणी सबैलाई यो हामीले अब 100 बत्ती बाल्यो 3 बत्ती बाल्यो जति नै भल्यो त्यति नै अब सुधार्नेको एउटा यो कारण चाहिँ त्यस्तो रहेछ। त्यस कारणले अब बत्ती हामीले जति नै अब बत्तीहरू तपाईँहरूले गुम्बामा जाँदा हुन्छ अनि त्यहाँ मन्दिर जाँदा हुन्छ तीर्थतिर जाँदा हुन्छ आफूले सक्यो भने बत्ती अब 100 बाल्न चाहिँ एकदम जरुरी छ। तर नसक्यो भने हामीले 3वटा 4वटा त्यो 4वटा बाल्दाखेरि हामीलाई सोचपूर्वक एकदम राम्रो सोचेर मैले 1000 बत्ती बाल्यो यो सबैले के जति नै प्राणी छ त्यो सबैलाई के उज्यालबाट ढाकेको छ अनि पीडाले ढाकेको छ पीडले ढाकेको छ त्यो सबैले बचाओस् भनेर तपाईँले यो सोचेर तपाईँले बत्तीहरू यस्तै गरेर बाल्नु भयो भने तपाईँले धेरै नै अनि के पुण्य कमाउनुहुन्छ फाइदा पनि धेरै हुने रहेछ। त्यसकारण तपाईँले सबैले अब यसो गरिदिनु भन्ने म केही अनुरोध गर्छु। लासो।